नमस्कार साथीहरु, आज मेरो हातमा चाहिँ पोको C3 सेट आएको छ। लाइट पनि आउँदैन, ग्राफिक पनि आउँदैन। पहिले अर्को टेक्निसियनले काम गरेर जस्तै बनाउन सक्नु भएको रहेछ। मैले पनि मजाले प्रेसिङ गरेँ, देख्न सक्नुहुन्छ। अन्तिममा गएर चाहिँ ग्राफिक आइसी कै प्रब्लम देखियो, देख्न सक्नुहुन्छ। म ग्राफिक आइसी चाहिँ निकाल्न जाँदैछु। निकाल्ने क्रममा चाहिँ यसो हेर्दाखेरि चाहिँ क्र्याक जस्तो देखियो। मैले अर्को ग्राफिक आइसी रिभल गर्न जाँदैछु, देख्न सक्नुहुन्छ। अर्को ग्राफिक आइसी रिभल हुँदैछ, देख्न सक्नुहुन्छ। अब म उक्त ग्राफिक आइसी चाहिँ बोर्डमा फिक्स गर्न जाँदैछु, देख्न सक्नुहुन्छ। बोर्डमा फिक्स भएपछि अब चेक गरौँ, देख्न सक्नुहुन्छ। मजाले लाइट ग्राफिक मजाले आइरहेको छ। त्यही सेट हो जसमा चाहिँ हामीले काम गरेको थियौँ, देख्न सक्नुहुन्छ। अब टच चेक गरेर हेरौँ, ओके छ। यसरी मोबाइलहरू रिपेयर गर्नु पर्यो हामीलाई सम्झिनुहोस्। सुदीप इलेक्ट्रोनिक्स, मनायर सिम्पानी मकवानपुर। हामी विश्वासिलो भरपर्दो तरिकाले काम गर्ने कोसिस गर्नेछौँ। धन्यवाद।